युरोप जाने हैन त तपाईहरु पनि 3 देखि 5 महिना भित्र तपाईको सपनाको देश युरोप, क्रोएसिया, माल्टा, स्लोभाकिया लगायतका देशहरु गएर लाखौं पैसा कमाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला। हामी तपाईलाई सहजै युरोप पठाइदिन्छौं। अहिले भनेको फेसबुक, टिकटकमा यस्ता रिलहरु हेर्दै जाँदा एकदमै बेसी आउँछ। अनि त्यति मात्र हैन, पुरै पैसा तिरेर बुस्ट गरेर हुन्छ नि विज्ञापन बजाएर पनि बेला बेलामा भिडियोमा भनेको विदेश के बसिरहेको हुन्छ, युरोप जान चाहनुहुन्छ हामी तपाईलाई सहजै पठाइदिन्छौं। अनि नेपालमा अहिले सिचुएसन कस्तो छ भन्दाखेरि देश बस्ने भनेर खासै मैले मान्छे भेटेको छुइनँ क्या। लगभग भनेको 8 महिना भयो म यहाँ नेपाल आएको। अनि नेपाल आइराख्दा सोध्छु बेला बेलामा युवाहरू जो ब्याचलर पढ्दै हुन्छ, प्लस 2 पढ्दै हुन्छ, के गर्ने त भन्दाखेरि प्लस 2 सकेर अमेरिका, अस्ट्रेलिया, क्यानाडा भएन भने युरोप त जाने सबैको चाहना सपना त्यही छ। जब कुनै देशका मान्छेहरू, विद्यार्थीहरू, भाइ बहिनीहरू जुन एउटा युवा शक्ति सबै विदेश जाने भनेर बसिरहेका छन् र ठ्याक्क त्यो विज्ञापन आउँदा जसले पनि विश्वास गर्छन्। अनि त्यस्ता विज्ञापन पनि भनेको लगभग 100 मा भनेको 90% फ्रड, झुटा, जो पैसा खान चाहनेहरूले त्यस्ता एड चलाएका हुँदा रहेछन्। फ्रड एकदमै बेसी रहेछन्। होला 100 जनामा भनेको 10 जना राम्रो मान्छे हुनुहुन्छ, तर 90 जना चाहिँ फ्रडै पैसा खाने नै रहेछन् क्या। अनि नेपालमा भनेको यो विशेष गरी युरोपको लहर नै अहिले अमेरिका, अस्ट्रेलिया, क्यानाडा भन्दाखेरि पनि अब अमेरिका, अस्ट्रेलिया, क्यानाडा भनेको जो स्टुडेन्ट भिसामा हुनुहुन्छ उहाँहरू जानुहुन्छ। तर युरोप भनेको चाहिँ काम गर्नको लागि एजुकेसन पनि चाहिएन, केही पनि चाहिएन नि त। अनि सजिलोसँग जाने, वर्क परमिट नगर्ने, काम गर्ने, लाखौं पैसा कमाउने, त्यो सपना देखेर यति धेरै लहर र यो लहरले गर्दाखेरि जो ठग्ने मान्छेहरू छन् उनीहरूले यति धेरै ठग्या रहेछन्। म छक्क परे क्या। नेपाल आइसके पछाडि लगभग भनेको 100 जना भन्दा बेसी मान्छे त मैले भेटिसके जो चाहिँ भनेको अलरेडी युरोप जाने भनेर ठगिसक्नु भएको छ क्या। अनि उनीहरूले के गर्दा रहेछन् भन्दाखेरि सुरुमा भनेको अब डकुमेन्ट सकुमेन्ट के चाहियो, मेन टार्गेट भनेको डकुमेन्ट भन्दाखेरि पनि 1.5-2 लाख पैसा कति लिन सकिन्छ त त्यो मान्छेबाट टक्क पैसा लिने। अनि तपाईलाई 6 महिना जति हुन्छ भने 6 महिनापछि होइन खोइ के भएको छ भन्ने झुलाइदिने, 1.5-2 वर्षसम्म त्यत्तिकै झुलाइदिने। अनि ठिक छ अब कहिलेकाहीँ गर्दै भन्दै जाँदाखेरि ढिला हुन सक्छ होइन, तर त्यो भनेको टाइममा यदि भएन भने पैसा त फिर्ता दिन सकिन्छ नि होइन। अनि उनीहरू त सम्पर्कविहीन भइदिने, पैसा झ्वाम भएर यति धेरै नेपाली हेर्नु है त। अब मैले यो भिडियो हालेको छु नि, यहाँनिर भनेको मेरो पनि यति ठगो, मेरो पनि उति ठगो भन्ने कमेन्टहरू सबै लगभग मोर देन मलाई लाग्छ 200 वटा भन्दा बेसी कमेन्ट त यिनीहरू आउँछ क्या। हाम्रो त्यति धेरै अहिले नेपालीहरू ठगिनु भएको रहेछ। अनि म यो प्रसङ्ग किन उठाउँदैछु भन्दाखेरि जस्तै म आफ्नै मेरो सालो, जुन जेठो सालोले पनि म यहाँ आउनुभन्दा अगाडि पैसा दिएको रहेछ र नेपालमा मात्र होइन कि दुबईमा पनि रहेछ क्या। उसले चाहिँ दुबईकोमा दिएको रहेछ। अनि मैले अब ठिकै छ जनवरीसम्म भनेको रहेछ, जनवरी नभइसकेपछि पैसा दिन्छ होला नि त 13 भनेर। अनि रिफन्डको लागि अस्ति टक्क मेल लेखेर पठाइदिएँ, 15-20 दिन भयो मेलको रिप्लाई छैन। अनि जसको जो एकजना नेपाली हुनुहुन्थ्यो लेडिज होइन बिर्ता मोडको, म त्यति मात्र भन्छु। अनि उहाँसँग मैले कुरा गरेँ क्या। कुरा गर्ने क्रममा तपाईँको रिप्लाई आउँछ भन्नुहुन्छ 15-20 दिनसम्म के झुलाइ क्या। अनि म जतिको मान्छेलाई त मैले हिजो चाहिँ उहाँलाई म यस्तो मान्छे हो, म भिडियो अपलोड गरिदिन्छु तपाईँको भनेर भनेको, रिप्लाई दिनुभएको थिएन, अझै हेर्नु भएको थिएन, वास्तै गर्दैन रहेछन् क्या। अनि फेरि म एकचोटि कुरा गर्छु, दुबईमा रहेछ त्यो यहाँ नेपाली जो बिर्तामोडको हुनुहुन्छ, अहिले यति भन्छु, फेरि मजाले कुरा गर्छु। यदि उहाँहरूले यस पछाडि पनि गर्नु भएन भने म दुबईको कुन हो त, कुन एड्रेसमा छ, नाम के हो, फोटोसहित त्यहाँ काम गर्ने उहाँको फोटो, जसको नाममा पैसा लिएको छ लगायतका सबैको विवरण इन्फर्मेसन दिएर म डिटेलमा एउटा एक्सपोज भिडियो पनि बनाइदिन्छु क्या। उहाँहरूको पनि पत्तासाफ गर्नुपर्छ क्या। र मैले यो भिडियो बनाउनुको उद्देश्य भनेको नि तपाईँहरू प्लिज है, युरोपको नाममा यति धेरै ठगी धन्दा छ, ठिक छ तपाईँहरू राम्रोसँग बुझ्नु होला क्या। राम्रोसँग जसलाई पायो त्यसलाई त्यो अरूले भनेको भरमा चाहिँ पैसा नबुझाउनु होला। पैसाको फेरि मुख भन्छ नि एकदम कालो हुन्छ क्या। यो चाहिँ मैले आफै पनि फिल गरेको। दिनलाई यति सजिलो हुन्छ, लिनलाई भनेको एकदमै गाह्रो हुन्छ, एकदमै धेरै गाह्रो हुन्छ। र तपाईँहरूको पनि कसैले युरोप लाने भनेर पैसा ठगेको छ भने भन्नुहोस्, कसले ठगेको छ, कहाँबाट ठगेको छ, कुन कन्सल्टेन्सीबाट हो, अथवा कुन मेन पावर हो, कुन के हो, कोही त होला नि त, अथवा को दलाल हो होइन, मुनि नाम लेख्नु होला, मेन्सन गर्नु होला। पैसा कति धेरै क्या। म के भन्छु भन्दाखेरि ठिक छ अब नेपाल छोडेर जानुहुन्छ, उहाँहरूले जति पनि पठाउने काम गर्नुहुन्छ उहाँहरूले पनि राम्रोसँग गर्नु नि के।
पैसा ठिक छ लिनु, लागेको पैसा लिनु, कमिसन पनि खानु, त्यो मतलब भएन। तर यति टाइममा भनेको छ भने त्यति टाइमभित्र भएन भने एटलिस्ट पैसा त ब्याक दिनु पर्यो नि त, पैसा त फिर्ता दिनु पर्यो नि त। उहाँहरूले पठाउनु भयो भने त समस्या भएन, ठिक छ जति पैसा लिनुभएको छ गएपछि कमाउनुहुन्छ। एउटा जाने मान्छेले पनि म कमाउँछु नि गर्छु नि भनेर गरेको हुन्छ, उहाँसम्मको भिसा लगाइदिएर पुर्याउनु हो भने त ठिक छ। तर यहाँ त कुरा त्यो छैन क्या, पैसा लिने गायब भइदिने, प्रोसेस गर्नु पनि छैन, काम गर्नु पनि छैन, यतिसम्म कि अनि मेरो भाइले म उता युएस हुँदै अर्को ठाउँ पनि गरेको रहेछ, उसले अर्कै ठाउँ गरेको रहेछ, लगभग 8 महिनासम्म पर्खेछ, पैसा 2 लाख दिएको रहेछ त्यतिखेर पनि। अनि जसलाई दिएको थियो नि उहाँले पनि कसलाई एजेन्ट भनेर भन्नुभएको रहेछ। त्यस्ता हुन्छन् क्या मान्छे। जुन ड्रवरमा दिएको थियो पासपोर्ट 8-10 महिनासम्म त्यो पैसा 2 लाख चलाउनु भएछ उहाँले। अनि चलाइसकेपछि त्यो पासपोर्ट लिन गएको अरे जुन ठाउँमा छ तीदेखि धुलो टकटकाएर भाइले पासपोर्ट लिएर आयो अरे क्या। त्यतिसम्म पनि मान्छेले गर्छन् क्या, बुझ्नु भने अर्काको भविष्य यति खेलवाड गर्छन् कि। कुरा त्यही हो, युरोपको नाममा एकदम ठगी धन्दा चलिरहेको छ। तपाईँहरूलाई पनि कहीँ कतैले कसैले ठगेको छ भने पनि कमेन्ट गर्नु होला, कसले ठगेको सबै कुरा डिटेलमा लेख्नु होला। र हाम्रो भाइको पनि त्यस्तै परिरहेको छ, पैसा रिफन्डको लागि 15-20 दिन भयो, रेस्पोन्स नगरिसके पछाडि म भिडियो हाल्दैछु। उहाँहरूले अझै म कुरा गर्छु, 1 हप्ता जति टाइम दिन्छु, फेरि पनि कुरा गर्छु। गर्नु भएन भने चाहिँ जो लेडिज हो उहाँको खातामा दमैदेखि पैसा हालिदिएको, उहाँको फोटो सहित, फेसबुक एकाउन्ट सहित, सबै उहाँको डिटेल सहित, दुबईको उहाँहरूको अफिस कहाँ हो, अफिसको नाम के हो, सबै कुरा म डिटेलमा एक्सपोज गरेर भन्छु। सँगसँगै तपाईँहरूको पनि त्यस्तो छ भने उनी कमेन्ट गरेर भन्नु होला, सँगै एक्सपोज गरौँ सबैजना। र जति सक्दो यो भिडियोलाई लाइक गरिदिनु होला, सेयर गर्नु होला, किनकि सबै नेपाली हेर्नुहोस् क्या। मेरो उद्देश्य यति मात्र हो, कोही पनि नठगिनुहोस्।